हेलो गाइज, वेलकम टु ब्लग। आज चाहिँ म भली खेल्न गइरहेको छु। गइरहेको छौँ हामी। टोली चाहिँ अगाडि पनि छन् र पछाडि पनि छन् र म चाहिँ बिचमा छु। हामी आएको चाहिँ त्यो गाउँबाट हो र हामी चाहिँ ज्यामिरे भन्ने गाउँमा आइसक्यौँ। नगराई म्याग्दी खोला हेर्न सक्नुहुन्छ, टक्क वरामा बगिरहेको छ र पारी घाम हेर्नु, भ्यू हेर्नु गाइज। भ्यू आमामा, ओ नो, भ्यूज त दामी छ नि गाइज। हेर्नु त भ्यू र बबाल छ बबाल। लाइक सब्सक्राइब सेयर हान्नु र गाइज, त्यही हो। ल उतै गरेर भेटौँला है त गाइज। ल अहिले उतै गरेर भेट्नुपर्छ। ल हाम्रो गाउँ चाहिँ त्यो हेर्न सक्नुहुन्छ। हामी चाहिँ पारिदेखि वारी आइसक्यौँ। क्लाउड हेर्नुको क्लाउड दामी छ, भ्युज भ्यू हेर्नु, भ्यू दामी हेर्न सक्नुहुन्छ। भैली खेल्ने टोलीहरू यहाँ छन्, यता हेर्न सक्नुहुन्छ। यहाँ पनि तल पनि छन्। 25 करोड पैसा एक ट्रक भरी। आमामा मान्छे चाहिँ हाम्रो नाम के अरे, निशान त्यो अरे रोकायो नि, निशान रोका मगरज्यू। उहाँ म चिन्न नसकेर झरिसक्नु भयो। ओ नाइस, सही हुनुभयो है। ज्यामिरीमा चाहिँ भोलि सकिसकेको छ र कसरी जाने भन्ने हल्ला छ, तर थाहा छैन मलाई। अहिले तपाईँहरूले हेर्न सक्नुहुन्छ। ल गाइज, हामी चाहिँ तल कस्केरी नगइकन सिधै घर जाने कुरा भयो। अरू चाहिँ आउटे छन् माथि, अरू चाहिँ तल कस्केरी जाने रे, हामी चाहिँ नजाने भयो। यहाँ चाहिँ माइक लाँदै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। हामी चाहिँ छौँ पर्जुल खड्का र यहाँ छ। हामी चाहिँ 80 चाहिँ 6जना जामिन 6 चाहिँ हामी चाहिँ घर जाने कुरा भयो। ल गाइज, हामी चाहिँ हिँड्ने है त गाउँ घरतिर। हामी चाहिँ तर्क बारेमा रात परिसकेको छ। भली पनि खेलेको हजुरहरूले भिडियो देखिसक्नु होला अहिलेको अगाडि हेर्न सक्नुहुन्छ। र भोलि चाहिँ तिहारमा पनि भोलि खेल्ने कुरा छ गाउँतिर, हाम्रो गाउँमा खेल्ने हो। यो चाहिँ वन जङ्गल हेर्न सक्नुहुन्छ, हाम्रो गाउँको टक्क भाडामा। त्यो चाहिँ हाम्रो गाउँ हो। म्याग्दी खोला चाहिँ तल छ। यो रुखहरू हेर्न सक्नुहुन्छ, हरियाली रुख। आहा, भ्यू हेर्नु न गाइज, भ्यू दामी छ। र यो चाहिँ तल ज्यामिरेबाट कस्केरी खरे खोलामा झर्ने बाटो हो यो। के रफ बोल्छ यो बुच्चीहरू, नबोल भनेर मान्दैन गाइज, के भन्ने। गइदिउँ है त गाइज यही बाटोमा। र हामी चाहिँ तल आइसक्यो खरे खोला भन्नेमा। खरे खोलामा आइसक्यो हुन्छ। पछाडि झगडा गरिरहेको छ, नगर भनेर मान्दैन। आइयो त गाइज। ल खरे खोला चाहिँ यही हो। बर्खाको बेलामा चाहिँ मान्छे बगाउँछ यसले, त्यस्तो खतरा हो यो। देख्न सक्नुहुन्छ, यो बाटो चाहिँ जोखिम छ यो बाटो। हेर्न सक्नुहुन्छ बाटो पनि कस्तो छ होइन। यो बाटो चाहिँ बर्खामा चाहिँ ठुलो आउँछ गाइज, मान्छे बगाउँछ यसले, त्यही हो। यो खोला चाहिँ म्याग्दी खोलामा गएर जोडिन जान्छ। अगाडि नभएकै केटा हो, यिनीहरू चाहिँ अगाडि भाग्छ। तिनीहरू चाहिँ अगाडि किन भागेको थाहा छैन मलाई। डराएर अगाडि खन्दिनहरू। म चाहिँ सबभन्दा लास्टमा म छु गाइज, हेर्न सक्नुहुन्छ। यिनी चाहिँ यहाँ छन्, सबभन्दा लास्टमा म छु। र केटाहरूलाई मैले अगाडि हिँड्न भन्यो आफैले। यहाँ चाहिँ पहिरो गइरहेको छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। लास्टै अँडेर भइसक्यो गाइज। यहाँ चाहिँ रातिमा एक्लै आउँदा चाहिँ यहाँ अँडेरो भएको त तपाईँहरू डराउनुहुन्छ। ल यही फुच्चीहरूसँग म चाहिँ आएको। सबभन्दा लास्टमा म छु, त्यहाँ सक्नुहुन्छ। यहाँ चाहिँ खोला आइरहेको के बोल्छ यो
यहाँ चाहिँ खोला आइरहेको छ ठुलो चाहिँ आएको छैन सानो आएको छ ठिकै सानो मिडियम भन्दा पनि पर्ने सानै लास्टै सानो चाहिँ ओह्रालो छ यो गाई सिस्ने होला पानी भन्ने चाहिँ उगारो लाग्यो भर त झन् लास्टै अनेरो भयो गाइज त्यस्तो जाने होइन टक्क बारमा गइयो समीरले के भन्थ्यो अघि के बुटा भन्नाले कस्तो बुटा चाहिँ अँडेर भइसक्यो लास्टै अँडेर भइसक्यो त्यो गाइज अँडेर भइसक्यो गाइज यिनीहरूले के गर्यो के हेर्ने भन्दैछ गाइजी अरे सर्व कता छ है हावा लास्ट गयो भन्छ गाइजेले हामी चाहिँ भैली खेल्न जाने भनेको चाहिँ त्यहाँ हो तर हामी गइएन किन भन्नुहुन्छ भने रात नि पर्यो घर नि जान पर्यो 1 hour later. फाइनली गाइज हामी चाहिँ गाउँ आइसक्यो हेर्न सक्नुहुन्छ हाम्रो गाउँ यो चाहिँ चौतारा हो हेर्नुहोस् हाम्रो गाउँ झिलिमिली छ गाउँभरि हामी चाहिँ गाउँमा आइसक्यो चाहिँ उता चाहिँ आगो लगाइरहेको छ गाइज हेर्न सक्नुहुन्छ त्यो तपाईँहरूले भन्नु होला आगो बोलिरहेको छ निमान जा भन्नु होला तर त्यो चाहिँ आफैले लगाएको मान्छेले हेर्न सक्नुहुन्छ त्यसको बारेमा गाइज ल हामी चाहिँ आइसक्यो गाइज ल घरमा आइपुग्नु लाग्यो उता चाहिँ हाम्रो चाहिँ विकल भाइ आइसकेको छ नि उता हेर्न सक्नुहुन्छ कि टक्करमा तपाईँको शुभ नाम मेरो नाम विकल कार्की हजुरको घर कता भोलि खेलेर आएको हजुरको घर कता परिचय दिनु सबैको परिचय नमस्ते मेरो नाम विकल कार्की मेरो घर यहीँ हो यहाँ पछाडि दिइहाल्नु उता अरे उनको घर देखाउनुहुन्छ के भन्नु छ त भोलि कस्तो भयो भैले यहाँ भन्नु न अरू भन के भन्नु अरू चाहनुहुन्छ केही के भन्ने र म घर जान्छु ल मेरो तितो गाडी हेर्नु सक्नुहुन्छ गाडी यहाँ ल्याउनु जान्छ म यो गाडी चाहिँ फेरि को भन्दा लाग्यो नि मै हो त्यो भाइ स्को चलाउनु चाहिँ पारी हेर्न सक्नुहुन्छ ल रे गाई हामी चाहिँ है बिदा हौँ है त गाइज ल टक्कर थ्याङ्क्स फर वाचिङ गाइज